मेरो दिमाग कस्तो सन्किन अनि केही नगरौँ भने पुरा आउनु खत्तम भएर बेला केही गर्नुहुन्न यसलाई सुक्न दिने यही हो चलाउने यो यसैले यस्तो मेरो गाडीको हालत बनाएको यही हो सो यहाँ हेर्नु चाहिँ यत्रो खाल्टो भएको थियो हाम्रो कहिले पनि उल्टा काम धेरै रेस नदे पछाडि बस धेरै रेस नदे के पछाडि दबाइदेन नरोक्खा के नरोक्खा धेरै रेस नदे हुत्तेर जाला ब्रेक काम गर्दैन यस्तोमा सो hey guys, वेलकम ब्याक टु आवर न्यू ब्लग। सो सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा हैन। अहिले स्टार्ट नगर न। सो धेरै दिनपछि हाम्रो ब्लग आइसकेको छ बर्खाको टाइममा हैन। आज चाहिँ लास्ट पानी हिजो राति कति बजेदेखि परेको पानी 1-2 बजेदेखि पानी परेको अघि बिहान अघि दिउँसो 1-2 बजेतिर पानी बन्द भयो नन स्टप पानी परेकिन यहाँ पुरै हेर्न सक्नुहुन्छ हाम्रो यहाँ नदी वहाँको नदी चुप लाग न तिमीहरु यार वहाँबाट नदी यहाँ पुगिसकेछ हैन यो पुरै बढेर हाम्रो यो रानीवन भयो नदी त उ वहाँ छ वहाँदेखि बगी बगी यहाँ पुगेछ हामी चाहिँ नमुनाहरु अहिले गाडीको हालत के भयो तपाईले हेरिसक्नु भयो होला त्यो क्लिपमा अब हैन लाभा गाडी निकाल्नु अब त्यो निस्क्यौ अब कहाँ डुबान भएको छ त्यो हेरौँ है त सो जंगल मस्त दामी भएको छ ठाउँ हैन गाडीलाई अलरेडी स्लो गर्ने हो माथिबाट अनि आरामले झार्ने हो के बास यहीँ रोके फोहोर पानीमा नहाल्नु गाडी पुरै पानी भरिरहेको के यो पुरै बाटो हो यस्तो बाटो हो यता बाटो हो त्यहाँ बारीहरू हुन् त्यो रुखभन्दा उता पुरै बारी हो पुरै खत्तम भएर यहाँको मान्छेले पानी परेन भनिरहेको थियो अस्तिबाट असार लागिसकेको थियो पानी पर्दैन मान्छे भइरहेको थियो हिजो रातिको 1-2 बजेदेखि परेको आज 1-2 बजेसम्म नन स्टप पानी परेको कोहीका घरभित्र पानी छिरेन कोहीका के भयो यस्तो हो के यहाँको पनि डाँडो हो नि त यो डाँडोको पानी पनि बगेर यहीँ जान्छ यता पनि डाँडो हो यताबाट पनि बगेर यहीँ आउँछ यता पनि डाँडो यताबाट बगेर आउँछ उता त नदी खोला छ अलरेडी उताबाट भरेर यता हान्नु त्यही उनीहरूले यहाँ फुल हुन्छ के गयो त्यसलाई जा भन् उता हेर यता हेर यता यता हेर पुरै पानी भरेर गइरहेको पानी डुब्यो बाइकमा मोज गरिरहन् केटाहरू यहाँबाट हामफाल भनेको ल यहाँनिरबाट ल पुरै पौडी काट पुरै टाउको ननिकालेर बन्दको बन्द जहाँसम्म पुग्न सक्छ यस्तो फोहोर पानीमा हेर्दा मलाई अर्कै लाग्छ होला गयो यति हो एकैको कक्षा आयो कति हो
नाइस बच्चाहरूलाई त मजा आइरहेछ नि यहाँ होइन यस्तो भयो कि यताबाट डाँडो भयो यस्तो छ कि वरिपरि डाँडो खल्लो भयो यताबाट सबैतिरबाट बगेर अनि पानी यता जाने भयो यता जाँदा खल्ला अनि यहाँ सला यति लामो पुलमा एउटै होम्पाइप हाल्यो कि एउटा यहाँ एउटा त्यहाँ भइदियो नि भइहाल्थ्यो सरर जान्थ्यो पानी यता फुल भइहाल्यो यता घरमा पानी त्यहाँ कतिदिन भाइ घरमा पानी त्यहाँ घरमा छिरेको थियो पानी घरभित्र छिरेको रहेछ त्यहाँ पानी अनि यहाँ पुगेछ यहाँबाट उता घर हुनाले यस्तो ओह्रालो लाग्यो घरनिर त्यहाँ आँगनमा उकालो हुनाले जोले यता होला यता क्याच गर है के आमा हान्छन् ल क्याच गर है भाइ टोपी यसको को सक्छ क्याच गर्न ल यहाँ पानीभित्र गएर को क्याच गर्ने हो खै बच्चाहरूको लागि त मोज भइदियो बच्चाहरूको लागि त दसैँ बच्चाहरूको लागि दसैँ बर्खा यो हो नि त बर्खा नेक्स्ट लेभल बर्खा यार इसको कहते हैं बर्खा ये रोड पे स्विमिंग पूल टेक्नोलॉजी अब हम आ गए हाईवे पे इतना जल्दी टेक्नोलॉजी है ओ भाई अरे A few moments later. ओ इस्माइल त फेरि कस्तो अरे सो त्यहाँदेखि चाहिँ हामी घर आइसकेको थियौँ अनि त्यसलाई चाहिँ त्यही छोडिदियो पानीमा हालेर अनि यो आयनलाई पानीमा हालेर यत्रो पौडी काट्न लागा भ्लगमा हेरेँ भ्लग हालिसकेपछि सो आजको भ्लग चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई होइन धेरै दिनपछि भ्लग हालेको अनि त्यही हो माया देखाइदिनु होला अनि हाम्रो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कस्तो पानी भरिरहेछ आज पनि राति पानी पर्ने अरे हेरौँ अब कतिको पानी पर्छ हेर्न सक्नुहुन्छ आज यहाँ यस्तो पानी पर्यो होइन झ्याप छै क्या आएर भन्न भन हेलो गाइज पानी आइरहेछ होइन के गर्ने त्यही छ डुबान यो चाहिँ पुनर्वास 8 कञ्चनपुर त हो नि पुनर्वास 8 कञ्चनपुर होइन वडा नम्बर 8मा चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो कस्तो भएको छ डुबान सबै ठाउँमा यस्तै भएको छ लगभग सबै ठाउँमा पानी परेको छ यहाँ मात्रै होइन सबै ठाउँमा पानी परिसकेको छ गएर छ फेरि यति कति कति दाइ कता हो यता आउनु न यहाँ आउनु न दाइ त ल